सो नमस्ते सबैजनालाई हामी चाहिँ शास्त्री एस्टेटबाट सो हामी चाहिँ यो पोडकास्टको लागि प्लान गरिरहेको थियौँ जस्ट टु लेट यु गाइज नो अबाउट अस होइन एज अ शास्ता हाम्रो टिमको बारेमा सो सबैले हाम्रो भिडियो आई थिङ्क हेरिरहेको होला टिकटकमा इन्स्टाग्राममा फेसबुकमा पनि आइरहेको हुन्छ सो वी आर फर्स्ट नेप्लिज फाउन्डेड ब्रोकेज फर्म इन युए आइ एम सो प्राउड अफ सेङ द्याट होइन अनि त्यही हो हाम्रो बारेमा नि कति भिडियो आइरहेको हुन्छ हाम्रो बहिनीहरूको भाइहरूको होइन सो शास्ताबाट नि लाइक वी वान्टेड टु गिभ मोर डिटेल्स होइन उसको कस्तो मान्छेहरू के हो शास्ता भने के हो कस्तो रहेछ अनि हाम्रो इन्भेस्टर नेपाली पनि छ बाहिरको पनि छ होइन सो द्याट्स वाइ वी वान्टेड टु गिभ लाइक मोर डिटेल एबाउट अस त्यही भएर चाहिँ हामीले चाहिँ फुल पोडकास्ट नै बनाउने भनेर नट लाइक त्यो 30 सेकेन्डको 1 मिनटको त्यो एक्टिङ पोडकास्टको भिडियो होइन कि लाइक फुल पोडकास्ट चाहिँ सो अर भिडियो विल कम इन युट्युब अनि तपाईँहरूले त्यहाँ हेर्न सक्नुहुन्छ सो त्यही हो सो आज मेरो साथमा हुनुहुन्छ आसमा फ्रम शास्त्र रियल एस्टेट उहाँको फर्स्टको त्यो बोल्दा तपाईँको भिडियो त्यो त्यहाँनिर लाइफ इन अ डे इन एज अ 20 years रियल एस्टेट एजेन्ट इन दुबई भनेर आसमा फ्रम शास्त्र रियल एस्टेट त्यो क्याची वर्ड छ होइन सो उहाँ चाहिँ आसमा हुनुहुन्छ होइन अनि हाम्रो इनिसियल फेजबाटै आउनुभएको छ आसमा सो तपाईँलाई स्वागत छ हाम्रो शास्ताको पोडकास्टमा इट्स नट लाइक प्रोफेसनल टाइपको पोडकास्ट इज जस्ट लाइक गेट टु नो इच अदर हाम्रो अडियन्स हाम्रो क्लाइन्टहरूलाई हाम्रो बायरहरूलाई अरू एनी वान वान्ट्स टु नो अबाउट रियल एस्टेट इन दुबई उसको बारे उसलाई चाहिँ हाम्रो बारेमा भन्ने त्यो टाइपले गर्नु लागेको सो डोन्ट बी नर्भस इट्स माई फर्स्ट टाइम भन्दिनँ म अहिले पोडकास्ट बिफोर अल्सो सो त्यही हो सो आसमा के साथ सन्चै छौ सन्चै हुनुहुन्छ सन्चै छ होइन त्यही त अनि त्यही हो कस्तो लाइक जस्ट टु तिम्रो बारेमा मेरो बारेमा सबैलाई थाहा होला होइन तिम्रो बारेमा लाइक हाउ तिमीलाई रियल एस्टेट कसरी एट्याक गर्यो लाइक तिम्रो पहिला नि प्लान थियो नै त्यो चाहिँ मेरो प्लानै थिएन मतलब नेपालबाट आउँदा चाहिँ रियल एस्टेट के हो भन्ने नै थाहा नै थिएन हुन्छ नि यस्तो हुन्छ भनेर केही रियल एस्टेट वर्ड नै थाहा थिएन क्या सरी गाई चाहिँ मेरो चाहिँ अलिकति कफ सर्दी लागिरहेको छ अहिले दुबईको चिसो त छैन तर त्यही पनि चिसो चाहिँ बढिरहेको छ अहिले अलिकति सरी सेम त्यही अब नेपालबाट आउँदाखेरि चाहिँ त्यो रियल एस्टेट भन्ने वर्ड नै थाहा नै थिएन अनि पछि पनि अब त्यही त एउटा नेपाली भएपछि अब सुरुमै आउँदाखेरि यो फिल्डमा जब पाइन्छ भन्ने पनि थाहा थिएन अब किनकि हाम्रो अफिसमा पनि अहिले कति धेरैजना सबैजना ब्याकग्राउन्ड नै एफएनबीबाट हुनुहुन्छ नि त अनि म पनि त्यस्तै नै सोचेर आएको थिएँ हस्पिटालिटीमा उसमा अब होस्टेसमा अप्लाई गरेको थिएँ अनि अरूमा अप्लाई गरेको थिएँ तर मेरो चाहिँ सो इनिशियली रियल एस्टेट वाज नट योर लाइक ओके त्यो मेरो उसमा आएकै थिएन कि नेपाल आएपछि दुबई आएपछि चाहिँ अनि जस अनि त्यही त हो एफएनबीमा त हो नि सुरुमा त अनि होस्टेसमा अप्लाई गरेको थियो अरूमा अप्लाई गरेको थियो अनि रियल एस्टेट अब म पहिला नेपालमा पनि भिडियोहरू बनाइरहेको भएर कन्टेन्टहरू बनाइरहेको भएर अनि सुरु फर्स्ट जब नै त्यही अब रियल एस्टेटमै पाइहाल्यो अनि अब त्यतिखेर चाहिँ के हो पनि थाहा थिएन त्यतिखेर चाहिँ लागेको थियो जस्ट भिडियो मात्र बनाउने भनेर अनि बिस्तारै अब सेल्स ग्यालरी गयो यहाँको के रहेछ भन्ने भिडियो बनाउने बारेमा थाहा हुँदाखेरि भित्रभित्र जाँदा थियो अनि रियल एस्टेट भन्ने यो रहेछ भन्ने चाहिँ बल्ल यहीँ आएर नै थाहा पाएको कस्तो थाहा पाएर कस्तो भयो मतलब थाहा पाएको तिमी पहिला आउँदा नेपालबाट डाइरेक्ट यहाँ आउँदाखेरि चाहिँ लाइक कसरी लाइक नेपालमा के गरेको थियो पहिला नेपालमा नि ब्याकग्राउन्ड तिमी चितवनबाट होइन ब्याक टु नेपाल चाहिँ अब त्यही हो मोडलिङ फिल्डमा नि थिएँ जो सोसल मिडियामा एक्टिभ थिएँ भनौँ कन्टेन्ट क्रिएट गर्थेँ अनि कोल्याब गर्थेँ अनि भिडियोहरू सुट गर्थेँ अनि त्यही भएर क्यामेरा फ्रेन्डली भनौँ हल्का अनि त्यही भएर भिडियोज होइन अनि कस्तो छ त्यो थाहा अनि त्यही भएर नि 10, 11, 12 कलेज पढ्दादेखि पनि अनि कन्टेन्टहरू गरिरहने सुटहरू गरिरहने कोल्याब गरिरहने नेपालको ब्रान्डहरूसँग अनि त्यसपछि त्यही नै थियो मोटिभ गर्यो होइन हजुर सो कस्तो लाइक हाम्रो याद छ इन्टरभ्यू है फर्स्टमा हामीले लिँदाखेरि इट वाज इन दुबईको सुक अलबहार मलमा तिम्रो साथी तिमीसँग त एक्सिडेन्ट के अरे इन्सिडेन्ट इन्सिडेन्ट छ यार एउटा उसलाई मैले म्यासेज उसले मलाई वाट्सएपमा के इमेल पठाएको तिमी मलाई
इमेल पनि हो मेसेज पनि हो त्यो टिकटकमा आई देखेपछि थिङ्क गाइज सो द्याट भिडियो मैले एउटा भिडियो पोस्ट गरेको छु त्यही हामी वेआर हायरिङ नेप्लिज फ्रेसरहरू होइन यङ अनि मोटिभेटेड वन्स टु वर्क इन रियल इस्टेट भनेर मैले भिडियो बनाएको थिएँ त्यही भिडियो चाहिँ हेरेर त्यही भिडियो नै हो जात्रा मलाई इमेल पठाएको थियो सिभी पनि देन आई ट्राई टु कन्ट्याक्ट होइन मैले फोन उठाएन जस्तो लाग्यो होइन अनि मैले म्यासेज नै गरेको थिएँ वाट्सएपमा दिस आई थिङ्क सी डिडन्ट इभन सी फर लाइक 2 days त्यो 2 बेला पछि रिप्लाई गरेर हामीले लाइक ठ्याक्क नेपालमा प्रोटेस्ट चलिरहेको थियो नि त अनि त्यही नै भइरहेको थियो कि मेरो त्यही भएर पनि हो त्यही भएर नहेर्नु सो माई वेन वी ह्याड इन्टरभ्यू द फर्स्ट टाइममा सर्वसँग आएको थियो होइन सर्वहरू अर्को हाम्रो सर्व भाइ हुनुहुन्छ दुईजनासँगै आएको थियो अनि त्यो बेलामा चाहिँ मैले फर्स्ट भनेको थिएँ नि होइन त्यस्तो चाहिँ नगरेँ है क्लाइन्टलाई बिकज हाम्रो त फेरि एभ्री सेकेन्ड त्यो बेला पनि थाहा थिएन नि त मलाई यहीँ सास्ता आएपछि चाहिँ थाहा पाएको मैले योभन्दा पहिला जुन अफिस नि रियल इस्टेटमै जोइन गरेको थिएँ मैले भनेको थिएँ हजुरलाई अनि त्यसमा चाहिँ अब केही नलेजै थिएन नि त मलाई क्लाइन्टसँग यसरी एक्टिभ हुन 24 आवर हुन्छ रियल इस्टेटमा जब होइन एजेन्ट भनेपछि अनि यसमा त्यो अब अफिस टाइम भन्ने नि हुँदैन ब्रेक भन्ने नि हुँदैन त्यो सबै यहीँ आएपछि सास्तामै आएपछि थाहा पाएको अनि त्यो बेला त फुल न्यू नै अनि यहीँ आएर त गाइडेन्स पाएको रियल इस्टेटको कुरा गर्दाखेरि लाइक टाइमिङ कुरा त्यही हो आई मिन हाम्रो क्लाइन्ट अनुसारको बायर अनुसारको गर्नुपर्ने टाइम होइन कहिलेकाहीँ अब क्लाइन्टहरू बायरहरू इन्भेस्टरहरू चाहिँ अब उनीहरूको अफिस टाइम सकाएर उनीहरू फ्री टाइममा हामीसँग इन्क्वायरीहरू गर्ने भेट्न आउने हो नि त अनि समटाइम दे गट फ्री आफ्टर देयर ड्युटी टाइमहरू होइन उनीहरूको काम सकेपछि देयर फ्री आफ्टर 6 PM 7 PM समटाइम 10 बजे 11 बजे नि मिटिङहरू गर्नुपर्ने हुन्छ होइन सो कहिलेकाहीँ बिहानै कसैको लागि मेरो 9 बजेको फ्लाइट छ लेट्स मिट अप एट 7 AM भन्छ होइन त्यस्तो हुन्छ सो इट्स अल अबाउट टाइमिङै छैन अब त्यही हो रियल इस्टेटमा राम्रो कुरा पनि त्यही हो नराम्रो इट्स लाइक रियल इस्टेटमा मान्छेहरूले भन्छ नि लाइक सोसियल मिडियाहरू हेरेर लाइक जस्ट वान टु टक अबाउट स्मल आउट अफ टपिक्स अनि तिमीलाई पनि त्यस्तो लागेको थियो पहिला हुन्छ नि अब राम्रो कुरा अब गाडी ठाउँमा राम्रो राम्रो कपडा लगाइरहेको छ होइन लाइक राम्रो भिडियो बनाइरहेको छ अनि केही हुँदैन सेल्स ग्यालेरीहरूमा गइरहेको छ इमार नखी लाइक यु नो ब्रान्डेड होइन घरहरूमा अब गाडीहरू त्यस्तै भएर आउँछ हेरेर आउँछ अनि लाइक दे थिङ्क अबाउट इट्स लाइक ओके लग्जरी होइन टु लट्स अफ मनी एन्ड बट एक्चुअली इट्स नट लाइक द्याट तिमीलाई अलिक भयो होला नि विदिन 3 to 4 months होइन इट्स लाइक अल अबाउट हार्ड वर्क होइन जो देखेको छ त्यो जस्तो देख्यो त्यस्तो हुँदैन कति हार्ड वर्क गर्नुपर्छ यु नो द्याट सो मान्छेले सोच्छ तिमी जस्तै अब यङ मान्छेले सोच्छ इट्स जस्ट लाइक गोइङ मेकिङ भिडियोज एन्ड कतिजनाले नि त्यही त नि अब त्यो डे इन माई लाइफ देखेर सोधिरहनु भएको हुन्छ कि होइन मलाई नि तपाईँ जस्तै गर्न मन भिडियो बनाउने त हो नि है मैले सक्छु होला तर त्यस्तो चाहिँ हुँदैन होइन पुरै दुवैलाई खोतालेर त्यसको बारेमा बुझेर हुन्छ नि अब के भइरहेको छ के चलिरहेको छ एउटा इन्फर्मेसनहरू आफूमा हुनुपर्ने रहेछ त्यो भिडियो मात्र त एउटा पार्ट मात्र हो त्यो चाहिँ होइन अलिकति हामीले भिडियो बनाउनु नि यु सुड रिसर्च नि होइन यति भिडियो नि लाइक एउटा भन्छ 30 सेकेन्डको 1 मिनटको भिडियो भन्छ तर यु सुड रिसर्च लाइक नीड टु रिसर्च राइट सो त्यही हो भिडियोहरू मात्रै होइन अरू नि थुप्रै प्रोजेक्टहरू भइरहेको हुन्छ यहाँ कति धेरै अब ट्रेनिङहरू गर्नुपर्छ त्यही हो देखेको जस्तो चाहिँ छैन यहीँ साहसतामा आएर थाहा पाएको होइन रियल इस्टेटको पनि के हो त मेन भन्ने चाहिँ मेरो पनि त्यही सबैले भन्नुभयो जस्तै त्यो भिडियो त बनाउने नि पोस्ट गरिदिने क्लाइन्ट आउँछ भइहाल्यो टाइपको के तिम्रो फर्स्ट मलाई उसले चाहिँ फर्स्टमा के सोधेको थियो भन्थ्यो कि हजुरको अफिस त छ नि याद छ किन पहिलाको उसको काम गर्ने ठाउँमा चाहिँ अफिस थिएन रहेछ उस लाइक काइन्ड अफ फ्रिल्यान्स अनि भिडियो मात्रै गर्ने बनाउने लोकेसनहरूमा गएर अनि यस्तो थियो नि सेल्स ग्यालेरीहरूमा गएर भिडियो बनाउने टाइपको रहेछ अनि लाइक सी वाज आस्किङ लाइक तपाईँहरूको अफिस त छ नि अफिस त इट वाज क्वाइट फनी होइन अफिसमा बसेको थियो कि अफिसमा अब पहिलाकोमा त अब अफिसै छैन होइन आउट अफ टपिक है फेरि अर्को एउटा कुरा गर्दै फेरि अफिस छ भनेर सोध्ने ऊ होइन अहिले ढिला पनि फेरि उयो अफिसमा आउने मन नभन्ने अफिस I mean, it's a funny just out of topics. And everybody is talking about relation. अहिलेको यङ मान्छेहरू मसँग टन्नै इन्क्वायरी आएर आउँछ यङ केटाकेटीहरूले आई मिन यङ जेनेरेसनबाट होइन नेपालबाट पनि त्यो मेरो पहिलाको भिडियो देखेर होला सायद अनि दे थिङ्क्स लाइक आई थिङ्क दे थिङ्क रियल इस्टेट चाहिँ अब अल अबाउट भिडियोज कन्टेन्ट अनि
मनी त्यस्तो हुन्छ नि त अब मान्छेको देखेर आउँछ लाइभिस टाइपको लाइफस्टाइल देखेर आउँछ अनि सो यु नो नाउ यु क्यान एक्सप्लेन हाउ ट्रेनिङ कति गर्नुपर्छ एभ्री विक 3-4 ठाउँमा गएर आउँछ हामी लोकेसन हेरेर हुन्छ होइन दुबईको बारेमा सब थाहा हुनुपर्छ न्युज अप टु डेट हुनुपर्छ दुबईमा के भइरहेको छ वर्ल्डमा के भइरहेको छ फाइनेन्सियलदेखि होइन वर्ल्डको होइन रियल इस्टेट मात्र नभए अरू पनि न्युजहरू अपडेट हुनुपर्छ अनि टाइमिङ भन्छ नि लाइक 9 to 5 जब इट्स नट लाइक द्याट होइन यु निड टु वर्क 2/7 अनि त्यो एउटा आफूलाई पुस चाहिँ गर्नुपर्छ क्या देयर आर मोर देन 50,000 एजेन्ट रजिस्टर्ड 30,000 होला अनरजिस्टर्ड मेबी मोर देन द्याट अनि कम्पिटिसन एकदम टफ छ सो एजेन्सीहरू पनि त्यस्तै छ होइन एन्ड यु निड टु कम्पिट वर्ल्डकै मान्छेहरू कति स्मार्ट हुन्छ होइन अब युकेको आई मिन भने पनि लाइक दे आर भेरी स्मार्ट होइन द वे दे स्पिक द नलेज दे हेभ काइन्ड अफ होइन रसियनहरू इन्डियन्स पाकिस्तानको पनि छ होइन अरबिकहरू पनि भेरी नलेजेबल होइन उनीहरूलाई त थाहा हुन्छ उनीहरूकै भाषा बोलेर आउँछ ल्याङ्ग्वेजहरू अनि मोर कम्फर्टेबल अनि त्यस्तोसँग कम्पिट गर्नु परेर आउँछ अनि यु गाइज आर यङ सो त्यो एउटा हङ्ग्रिनेस टु लर्न पैसा मात्रै होइन कि हङ्ग्रिनेस टु लर्न अनि म चाहिँ एउटा स्टेप अरूभन्दा अगाडि नै जान्छु भनेपछि त्यो अनुसार गर्नु नै पर्छ क्या होइन सो अब भनेको भन्दाखेरि लाइक काम भन्छ त यु निड टु थिङ्क रियल इस्टेट अल द टाइम सुत्दा पनि त्यही सोचेर म नेक्स्टको लागि के गर्ने भनेर सोच्नुपर्छ द्याट्स देन यु ग्रो होइन त्यस्तै हो रियल इस्टेटमा इट्स नट इजी होइन जस्तो देखाएको जस्तो हुँदैन सो त्यही हो तिमीलाई चाहिँ छ नि अनि कस्तो लाग्यो लाइक वाट यु एक्सपेक्ट साहसताको बारेमा के थाहा थियो तिमीलाई अनि तिमीलाई त त्यस्तो केही थिएन होइन लाइक वाट यु एक्सपेक्ट एन्ड वाट्स अलि विदिन 3 to 4 months के भइरहेछ यस्तो सुरुमा त अब मैले भनिहालेँ होइन रियल इस्टेटको बारेमा केही थाहा पनि थिएन अनि पहिला जुन मैले अफिस जोइन गरेको त्यसमा झन् अब अफिस पनि थिएन रियल इस्टेट के हो भने त्यही अलिअलि त्यो सेल्स ग्यालेरी गएको भएर चाहिँ यस्तो हुँदो रहेछ यस्तो मान्छेहरू आउँदो रहेछ यस्तो यस्तो हुँदो रहेछ घरहरू यस्तो बेच्ने यस्तो यो भन्ने त्यति चाहिँ भयो अनि अब साहसतै आएपछि चाहिँ थाहा भएको होइन सबै थोक अनि त्यसपछि चाहिँ कस्तो भइरहेछ हाम्रो ट्रेनिङहरू द वे वी वर्क हाम्रो त्यो अनि तपाईँले इन्टरभ्यूमा भन्नुभएको जस्तो हाम्रो सबै हुन्छ हामी सपोर्ट गर्छौँ होइन मार्केटिङ टिमदेखि लिएर सबै अब होइन के चाहिन्छ एउटा अघि बढ्नलाई पोर्टफोलियो बनाउनको लागि त्यसमा वर्क गर्ने भनेर अनि त्यो सुरु दिनबाट नै एक्सपेक्ट गरेको भन्दा पनि राम्रो नै भनौँ किनकि अब मैले त पहिला त सपोर्टै पाएको थिएन नि त जुन अफिसमा मगाएको थिएँ भिडियो पनि आफै बनाऊ यहाँ सबैको यहाँ त अब हाम्रो मार्केटिङ टिम हुनुहुन्छ भिडियो गर्नलाई अब हाम्रो होल टिम साहसता नै अब केही भइहाल्यो भने नि सपोर्ट गर्ने हुनुहुन्छ नि त अब स्क्रिप्ट गर्नलाई के गर्नलाई मोटिभेट गर्ने फ्यामिली नै अब केही भइहाल्यो भने पनि त्यो डिमोटिभेट हुने उसनै छैन के अनि जस तपाईँहरूले पनि जे भनेको त्यो पनि पुऱ्याइदिइरहनु भएको छ नि त्यही भएर यो चाहिँ खुसी छ भने यसलाई खेर नि नफालौँ होइन गरेर होइन जे गर्नु भएको छ होइन मात्तिनु नि भएन धेरै राम्रो नि मैले भनिरहेको हुन्छु त मेरो ब्लगहरूमा नि हाम्रो सास्ता कति त्यो त कन्टेन्टमा मात्रै भने जस्तो लाग्थ्यो मलाई यार सिरियसली भनेको ओके द्याट्स गुड टु नो त्यही हो अनि अहिले गरिरहेछौ तिमीलाई लाइक रियल इस्टेटको बारेमा कति भइसक्यो नि होइन यु हेभ युर ओन लाइक जुन बेलामा तिमी छेडेको थियौ होइन लाइक केही थाहा थिएन नि त अनि विदिन 4 monthsभित्र गेट टु लर्न लट्स अफ थिङ्स मैले मान्छेहरूसँग भेटिरहेछौ बोलिरहेछौ क्लाइन्टको इन्क्वायरी आइरहेछ बाहिरसँग गइरहेछौ अनि अहिले होइन भइरहेछ लाइक इन्ट्रेस्टिङ जति अब तिमीले छिर्दै गयो रियल इस्टेट भेट्यो त्यति नै इन्ट्रेस्टिङ हुँदै जाने हो नि त यो सकिँदा नि सकिँदैन खोतालेर अनि त्यो नलेज पनि त्यही नै अनि हाम्रो आज सास्ताको मैले उनीहरूलाई भनेर आउँछु मेरो सानोले सास्ताको पनि कुराहरू दिउँ लाइक हामी चाहिँ पहिला नेप्लिज फाउन्डेड ब्रोकरेज फर्म अनि वी बिन इन द मार्केट फर लाइक 8 years हामीले इनिसियलमा चाहिँ 2023मा हाम्रो चाहिँ म त इट्स बिन मार्केट फर लङ युएमै 17 वर्ष भइसक्यो सो 2022मा चाहिँ हामीले प्रफिट आउल भनेर कम्पनी खोलेको थियौँ मेबी पिपुल डोन्ट नो अबाउट द्याट अनि त्यसपछि त्यसलाई चाहिँ हामीले अनअफिसियल रूपमा चलाइरहेको थियो अफिसियल थिएन हामीले चाहिँ लाइक वी हेभ आवर ओन क्लाइन्ट एन्ड गरिरहेको थियौँ अनि
अनि अहिले 2025मा चाहिँ हामीले देख्यौँ लाइक वाइ नट लाइक अलिकति कन्टेन्टबाटै होइन गर्ने अनि नेपाली इन्भेस्टरहरू पनि टन्नै आइरहेको छ आउट अफ नेपालमा जुन हुनुहुन्छ नि नेपालीहरू तर लिभिङ इन एब्रोड लाइक अस्ट्रेलियाबाट युकेबाट युएसबाट होइन इभन गल्फबाट पनि कतिजना छ नेपालीहरू होइन अनि यता पोर्चुगल माल्टा युरोपबाट पनि कति छ होइन स्पेनहरूबाट नि सो उनीहरूलाई चाहिँ लाइक नेपाली एजेन्टहरू त टन्नै छ यहाँ होइन सो ब्रोकरेज फर्म आफ्नो एउटा ट्रस्ट बिल्ड गर्नलाई इन्भेस्टरको लागि राम्रो अपर्च्युनिटी छ भनेर चाहिँ हामीले सास्ता ओके लेट्स डु कन्टेन्टमै गरौँ भनेर होइन सो त्यो रिच हुन्छ नि त मान्छेहरू किन रियल इस्टेट भने त थाहा हुँदैन नि त कति मान्छेलाई कसरी लाइक कसरी इन्भेस्टमेन्ट गर्ने होला के गर्ने होला कति के गर्नुपर्छ होइन सेफ हो कि होइन भन्ने कुरा नेपाली नै भएर नेपाली नै गर्दाखेरि चाहिँ पिच गर्दाखेरि चाहिँ सहिलो हुन्छ होइन अनि धेरै चाहिँ अपर्च्युनिटी होइन मान्छेहरूले धेरै पैसा कमाइरहेको छ अल ओभर द वर्ल्डबाटै होइन मोर देन 100 कन्ट्रिजबाट मान्छेहरू डिफ्रेन्ट कन्ट्रिजबाट मान्छेहरू युएमा इन्भेस्ट गरिरहेको छ अहिले सो किन यति त इन्भेस्ट गर्दैन नि होइन सो देयर इज समथिङ देयर इज लट्स अफ थिङ एक्चुअली अब 2021 2022 गर्नेहरूले त दे अलमोस्ट मेक डबल होइन बनाइछ ट्रिपलै कुनै कुनै त बनायो होला होइन सो लाइक सो अब त्यस्तै त अब वी डोन्ट नो वाट्स गन ह्यापन टुमोरो बट दुबईको भिजन राम्रै छ क्या होइन सो दे आर क्रिएटिङ डिफ्रेन्ट काइन्ड अफ अब त्यो प्रोजेक्ट्सहरू ल्याइरहेको छ होइन यहाँको अब भिजनै डिफ्रेन्ट छ होइन अब यो टकिङ अबाउट अब भन्छ नि दुबईलाई अहिले डिफ्रेन्ट बनाउनु लागेको छ वर्ल्डमै अब एयरपोर्टको देखिरहेको छ अब अलमख्तुक एयरपोर्ट द बिगेस्ट एयरपोर्ट होइन 5वटा रनवे हुने मोर देन 400 एयरक्राफ्टहरू ल्यान्ड गर्न सक्ने टाइपको एकदम बिगेस्ट बनाउनु लागिरहेछ अर्को क्रिक टावर आउँदैछ होइन इट इनिसियली इट वाज सपोज टु बी बिगर देन बुर्ज खलिफा बट अहिले चाहिँ अब प्लानहरू चेन्ज हुँदैछ पाम जबल अली कुराहरू छ हाइपर लुप हाम्रो इलोन मस्कसँग कोल्याब गरेर होइन अन्डरग्राउन्ड त्यो पनि बनाउँदैछ 2026 सुरु हुन्छ होला अनि लुप भन्ने अर्को छ फेरि लाइक अल सिटी नै द वकेबल सिटी के अब एयर कन्डिसन अब यु क्यान वक इन एयर कन्डिसन अब यस्तो विलेजको हिटमा पनि होइन एसीमा मजाले एसी भन्नाले अब जस मजाले हिँड्न सक्ने लाइक यु क्यान जग लाइक इन्डोर जस्तै क्या तर इट्स लाइक अलमोस्ट 10 to 15 किलोमिटरको बनाउनु लागिरहेको छ नि बिग वान सो दुबई इज गोइङ द्याट काइन्ड अफ होइन त्यो डिफ्रेन्ट काइन्ड अफ भिजनमा क्या अब कसरी चाहिँ गराउने प्रोजेक्टहरू जे पनि छ यिनीहरूको भिजनै लाइक 2040मा अलमोस्ट डबल पपुलेसनहरू बनाउने अहिले वेयर अबाउट दुबईज पपुलेसन अबाउट लाइक 4 million अनि 2040मा चाहिँ दे आर प्लानिङ टु मेक 8 million people more people will come and it's not like just people high net worth individuals होइन फ्रम अराउन्ड द वर्ल्ड होइन सो त्यही हो ल्याउने उनीहरूको प्लान छ त्यही अनुसारको उनीहरूले स्किमहरू भनौँ न होइन प्रोजेक्टहरू पनि ल्याइरहेछ होइन कसरी गरिन्छ भने दुबईलाई वर्ल्डको म्यापमा देखाउनलाई होइन सो द्याट्स अल्सो आइएम जस्ट गिभिङ अलिकति त्यो सेललाई पिच गरेको छैन जस्ट आइएम गिभिङ सम आइडियाज अबाउट होइन दुबई अब दुबई अर्को त्यो इन्भेस्टमेन्टहरूलाई फ्रेन्डली किन छ भनेदेखि इट्स तपाईँ इट्स ट्रान्जिट हब अफ द वर्ल्ड भइसक्यो यहाँको सबभन्दा ठुल्ठुलो एयरलाइन्सहरू वर्ल्डकै इतिहाद एयरलाइन्स इमिरेट्स एयरलाइन्स एयर अरेबिया यहीँ छ तपाईँको 2/3 अफ द कन्ट्री विदिन 8 hour भित्र ट्राभल गर्न सक्नुहुन्छ इफ आई निड टु वाट टाइम इज नाउ 2 PM अहिले मलाई 6 बजे इफ आई वान्ट टु गो एनी पार्ट अफ द वर्ल्ड अहिले टिकट बुक गरेर अहिले जान सक्छु कि म विदिन 4-5 hour भित्रै सो अरू ठाउँमा त्यस्तो हुँदैन नि त होइन लाइक कति यहाँ त अप्सनहरू त नै छ नि त सो द्याट अल्सो एज बिजनेस गर्नलाई पनि एकदमै ट्रान्जिट हब भयो सजिलो भयो मान्छेहरूलाई होइन काम गर्न सजिलो भयो त्यो त्यही हो त्यही भएर चाहिँ दुबई राम्रो भइरहेछ भनौँ न तिमीलाई के लाग्छ दुबईको बारेमा केही भन न मलाई त यस्तो दुबई त पहिल्यैबाटै मन पर्थ्यो भनौँ जस यहाँको अब अरू कन्ट्रीको कम्पेयर गर्दा त अभियसली राम्रो नै हो भनौँ होइन अब पहिला अब मैले भिडियोमा अब त्यो एडभर्टाइज गरेको त होइन भिडियो बनाएको जसरी तर जस अरू अब मान्छेहरू कति उस खर्च गरेर अरू कन्ट्रीमा गइरहेको हुन्छ होइन अनि प्लस अब उनीहरू स्टुडेन्ट पनि हुन्छ अनि अरू कन्ट्री अब युएस क्यानाडा नै भनौँ होइन अब अरूको कम्पेयरमा त अब राम्रै छ नि त होइन त्यत्रो पैसा हालेर गएको अब उनीहरू
पढि पनि रहेको हुन्छ, ट्याक्स नि तिरिरहेको हुन्छ। अब त्यो त दुबईमा छैन नि त। पढे पनि जे गरे पनि ट्याक्स फ्री छ होइन। अब 1000 अफ अपर्च्युनिटिज नि छ भनौँ होइन, केही गर्नको लागि ट्याक्स नै छैन, सेफ पनि छ। अर्को कुरा अब अर्ली एजमा आए पनि अब हामी जस्तो यङ पिपलहरू आए नि सेफ छ, सेक्योर छ। त्यही भएर अरू कन्ट्रीको कम्पेयरमा चाहिँ मलाई दुबई नै मन पर्थ्यो पहिल्यैदेखि, दुबई जाने भनेर चाहिँ। अनि अहिले झन् रियल इस्टेटको बारेमा बुझेपछि, दुबईको बारेमा झन् बुझेपछि चाहिँ भिजनहरू थाहा भयो दुबईले होइन। अब 2030 2040 को भिजनधरि सोचिसकेको छ यस्तो हुनुपर्छ भनेर, रेडी भइसकेको छ। अब झनै अब राम्रो लाग्छ दुबई। ह्याप्पी हुनुहुन्छ दुबईमा? एकदमै। दुबईको रियल इस्टेटमा साथसँग नि ह्याप्पी हुनुहुन्छ? एकदमै। जे होस् नेपालमा हुनु र अरूमा कन्ट्रीमा हुनु भन्दा चाहिँ दुबईमा छु है भन्ने खुसी होइन। चाहिँ छु। त्यस्तो कस्तो थट हुन्छ नि, प्रायः जस्तो मान्छेले भन्छ नि खाडी दुबई। एन्ड भिडियो नि देखिरहेको थिएँ आसमाको। अनि लाइक पहिला चाहिँ कस्तो हुन्थ्यो भनेदेखि दुबई या अब जे एज अ मिडल इस्ट अब हट हुन्छ, वेदर त्यस्तै हो होइन। भन्छ नि जे भने पनि इट्स खाडी मुलुक खाडी भन्छ नि भने, तर खाडी भन्नाले नि अझै पनि कति नेपालीहरूको सोचमा चाहिँ त्यही नै छ, अलिकति सानो देश होइन, अलिकति पैसा क्याटेगोरी अफ द पिपल अनि त्यही टाइपको। अलिकति चाहिँ पैसा नभएर चाहिँ जाने देश, अब केही नै छैन भन्ने टाइपको हो कि उनीहरूको। अझै पनि कति नेपालीहरूको केही नै छैन दुबईमा, अलिकति सानै देश हो, त्यस्तो केही डेभलप नै भएको छैन, त्यति राम्रो छैन होइन। अलिकति दुबई भनेपछि चाहिँ अलिकति मुखै खुम्चाइरहेको हुन्छ नेपालीहरूले चाहिँ। यु हेभ अप्सन लाइक पहिला सुरु अस्ट्रेलिया ट्राई गर्यो, युएस ट्राई गर्यो, युके ट्राई गर्यो, अनि युरोप ट्राई गर्यो, जापान, त्यसपछि कोही भन्यो भने दुबई भने अहिले त्यस्तो होइन। नेपालीहरूले त्यो सोधिरहेको होला, बट त्यो पुरै वर्ल्डकै मान्छेहरू आइरहेछ यहाँ, काम गरिरहेको छ होइन। हामीसँगै रिलेसनमा कति मान्छेहरू छ होइन, युकेको छ, युएसको छ होइन, दे आर वर्किङ लाइक अस यु नो। इभन कति फ्यामिलीहरू नि मुभ भइरहनु भयो अस्ट्रेलिया, युके, कतिजना नसकेर होइन, कहाँ जान्छ दुबई अभियसली। अनि त्यही हो, अझै पनि कति नेपालीहरूको उसमा माइन्डसेट चाहिँ त्यही, अब पहिल्यैदेखि त्यो चलिरहेको भएर पनि होला, त्यो अझै पनि छ, त्यो चाहिँ मेटाउनु पर्छ। इफ यु हेभ लाइक क्वालिटी, इफ यु हेभ ट्यालेन्ट, यु हेभ लाइक द्याट काइन्ड अफ एजुकेसन्स होइन, एउटा अब चाहिन्छ नलेज छ भने चाहिँ विलिङ टु ग्रो होइन। अब तपाईँहरू कुनै कुरामा अब एक्सपर्ट हुनुहुन्छ भने होइन, आर्टिस्ट हुनुहुन्छ भने, अब के गर्नु छ भने लाइक आई थिङ्क दुबई गिभ यु द्याट काइन्ड अफ स्पेस होइन, एउटा प्लेटफर्म दिन्छ दुबई, प्लेटफर्म नै दिन्छ। अनि केही गर्नलाई पनि एउटा जस दुबई चाहिँ त्यो ठाउँ हो लाग्छ है मलाई चाहिँ, मेरो लागि चाहिँ। इनिसियलमा त्यो पहिला दुबई भन्थ्यो नि लाइक लेबरहरू मात्र आउने, अब त्यो अलि लो क्याटेगोरीको जब मात्र आउने भन्ने थियो। अनि अहिले पनि त्यस्तै मान्छेहरू पनि दुबई नेपाल भनेपछि त्यो सोध्छ नि त। अहिले त इट्स चेन्जिङ। अब पहिला आएको र अहिलेसम्म इट्स चेन्जिङ। अहिले त मान्छेहरू होइन, त्यस पहिला त्यस्तो लेबरहरूमा आउँथ्यो, अनि त्यस कन्स्ट्रक्सनमा काम गर्ने यताउता हुन्थ्यो होइन, हस्पिटलमा। अहिले त्यसपछि बिस्तारै रिटेलहरूमा सुरु गर्यो, अब 5 स्टार होटलहरूमा। अहिले त एचआरमा नि आउँछ, आइटीमा पनि छ, इन्जिनियरहरू छ होइन, पाइलटै नेपाली आइसक्यो, अहिले डक्टरहरू कतिजना हुन्छ मेरै चिनेको मान्छेहरू होइन। सो त्यो एक्जिक्युटिभ पिपल पनि टन्नै छ आइरहेको छ नेपालबाट। सो विच इज गुड होइन। अब मसँग काम गर्ने चिनेको साथीहरू लाइक देयर अर्निङ 50,000 dirhams, nothing now, they're earning millions now होइन। स्यालेरीको कुरा एक्सपर्टहरू पनि छ होइन। अब बिजनेसम्यानहरू त अब सो मेनी इन्भेस्टर्स नेपालबाटै पनि बाहिरबाट पनि, रेस्टुरेन्ट ओनर्स, दे हेभ देयर ओन, अनि ट्राभलहरू कति छ होइन, मेकिङ देयर ओन सुपर मार्केटहरू पनि कति खोलिरहेको छ, सलुनहरू बहिनीहरूले कति गरिरहेको छ होइन। सो मलहरू बनाइरहेको छ कि हाम्रै नेपाल आफ्नै, हाम्रो चौधरी ग्रुप हाम्रो नेपालको एउटा होइन, ओन्ली बिलियनियर अफ नेपाल भन्छ नि, उहाँले नि अहिले आफ्नै डेभलपमेन्ट, आफ्नै प्रोजेक्ट लन्च गर्नुभएको छ यहाँ दुबई आइल्यान्ड भन्ने ठाउँमा। इफ यु गाइज डोन्ट नो अबाउट इट होइन, सिजी ग्लोबलले चाहिँ हाम्रो जेडब्ल्यू मारियोट, वान अफ दि बिगेस्ट होटल भनौँ न, होटल हस्पिटालिटी ब्रान्ड होइन, उसँग कोल्याब गरेर चाहिँ यो दुबई आइल्यान्डमा रेसिडेन्स ल्याउँदैछ। सो त्यही हो, रियल इस्टेट दुबईको रियल इस्टेट बुम भइरहेको छ अहिले होइन। एज आई सेड बिफोर, पिपुल अराउन्ड द वर्ल्ड, मोर देन 100 कन्ट्रिज होइन बाट इन्भेस्टमेन्ट आइरहेको छ होइन। एन्ड नेपालबाट पनि, नेपालको नेपालीहरूबाट भनौँ भने बाहिर नेपालीहरू इन्भेस्टमेन्ट आइरहेको छ होइन।
सो अनि उनीहरूले इन्भेस्टमेन्ट गर्नुको कारण नि होला नि त अब मोर देन 100 कन्ट्रिजको त यतिकै स्टुपेड भएर दुबईमा इन्भेस्टमेन्ट गर्दैन सो दे हेभ रिटर्न कमाएरै अनि उनीहरूको आफ्नो फ्रेन्ड फ्यामिलीहरूलाई डिफ्रेन्ट होइन रिलेटिभहरूलाई रिफर गरेरै त इन्भेस्टमेन्ट गरेर आऊ त होइन यहाँ सो आई थिङ्क दे आर गेटिङ एन्ड नट आई थिङ्क मेरो इन्भेस्टरहरूले त धेरै कमाइरहेको छ अहिले होइन सो आसमाको इन्भेस्टरले पनि धेरै कमाउँछ बिस्तारै बिस्तारै होइन सो त्यही हो मैले यो अघि भने फेरि एक्चुली लाइक फेरि मैले पोडकास्ट गर्नु कारण चाहिँ आई डोन्ट एगेन वान मोर टाइम बिकज कति भइरहेको छ नि त्यो 30 सेकेन्डको 1 मिनटको भिडियोले यु विल नट नो द पिपल म चाहिँ त्यही देखाउनु खोजेको कि लाइक वाट वी आर एज अ संस्था वाट आवर टिम इज डुइङ होइन हाम्रो टिमको बारेमा पनि थाहा हुनु पऱ्यो नि यो सेलिङ करोडको प्रपर्टी इभन स्मल स्टुडियो कस्ट इन नेपाली रुपिज लाइक मेबी 3 to 4 करोड होइन सो द्याट इज ह्युज मनी स्टार्टिङ प्राइस त्यो हुँदैन जस्ट इन्भेस्टिङ विथ सम वान यु सुड नो हु इज द्याट सम वान इज होइन हु द्याट सम वान इज सो त्यही हो त्यही सम वानलाई चाहिँ मैले चिनाउनुलाई चाहिँ गरेको किन तिम्रो 30 सेकेन्डको र 1 मिनट भिडियो चिन्दैन द्याट्स वाट त्यो हाम्रो पोडकास्ट चाहिँ अब एभ्री विकै आउँछ होला सायद हाम्रो संस्थाको युट्युब च्यानलबाट अनि क्लिप्सहरू त हाम्रो संस्थाको पेजमा इन्स्टाग्राम फेसबुक टिकटकमा आइहाल्छ यु वाच देयर त्यही हो त्यस होइन हाम्रो आई थिङ्क इट्स समर अफ एभ्रिथिङ उसको बारेमा आसमाको सरी खालि आकृतिमा भन्नु आउँछ मलाई थाहा भयो होला को आसमा हो के छ उसको मोटिभ कस्तो कोसँग म कुरा गरिरहेको छु होइन आई थिङ्क नाउ दे नो अबाउट यु द्याट्स माई मेरो चाहिँ त्यो मोटिभ त्यही हो कि आई वान्ट देम टु नो अबाउट यु एन्ड इट्स अफ आवर टिम मेम्बर द्याट्स इट सो तिमी के छ अनि कस्तो भयो पोडकास्ट इट्स योर फर्स्ट पोडकास्ट फर्स्ट इन लाइफ होइन ओके हाउ इज इट इन्ट्रेस्टिङ रमाइलो कुरा नै गरौँ न एकछिन एकदमै रमाइलो भयो भनौँ नर्भस भन्नाले नि अब त्यही त आफूले बुझेको कुरा आफूले उस भएको कुरा त्यस्तो गाह्रो त केही नै भएन त्यही भने मैले कस्तो इजी गरिदिन्छु नि होइन त्यही हो के भन्नु छ तिमीलाई अब त्यही हो हाम्रो संस्था टिम चाहिँ अब नेपाली फर्स्ट ब्रोकरेज फर्म भएपछि होइन अब दुबईमा चाहिँ अब होइन मिलिनियरले इन्भेस्ट गर्नु भइसक्यो अब पेन्ट हाउसको कुरा गरौँ न नेमार जिआरको 200 मिलियनको पेन्ट हाउस होइन वाइ नट हामी नेपाली त होइन नेपालमा गर्नुभन्दा अब जो युएस क्यानाडामा आउनुहुन्छ अब आफूले होइन त्यस्तो दुःख गरेर कमाएको पैसाहरू अब राम्रै ठाउँमा इन्भेस्ट गर्ने भनेर अब तपाईँहरूलाई पनि एउटा ट्रस्ट वर्थी मान्छे चाहियो त्यो चाहिँ अब हाम्रो संस्था हो किनकि एउटा नेपाली भएपछि नेपालीलाई होइन सपोर्ट गर्न हेल्प गर्न अब आफ्नो पैसा तपाईँहरूको पैसा मात्र होइन हामीलाई चाहिँ एउटा रिलेसन पनि भनौँ होइन त्यही भएर नै हामीले अब दाइको भिजन संस्थाको भिजन चाहिँ एउटा बोन्ड नै बनाउनु हो कि होइन त होइन तपाईँहरूलाई अब राम्रो ट्रस्ट वर्थी इन्भेस्टमेन्टको लागि होइन अब बस्नलाई भए पनि इन्भेस्टमेन्टको लागि भए पनि अब एउटा राम्रो ठाउँ लोकेसनदेखि लिएर सबै हेरेर हामी तपाईँहरूलाई गाइड गर्छौँ संस्थाको मोटिभै त्यही हो होइन नेपाली फर्स्ट ब्रोकरेज फर्म मात्र नभएर हामी नेपाली तपाईँहरूको के भन्छ उज्जवल भविष्यको हामी सारथी भनौँ न होइन त्यही हो संस्थाको मोटिभ चाहिँ त्यही नै हो अब होइन नेपाली भएर अब एउटा हेल्प गर्नु पाउँदा नि कति खुसी हुन्छ प्रायः त मेरो अब म एउटा भर्खर जस्ट 20-21 वर्षको केटी भएर नि होला प्रायः इन्क्वायरीहरू आउने पनि केटीहरू दिदीहरू भनौँ न अब अलिकति दिदीहरू अब युके क्यानाडा युएसए अब आन्टीहरू जस्तो भन्नुहुन्छ नि उहाँहरूले चाहिँ इन्क्वायरी गर्नुभएको क्या अनि जस खुसी लाग्छ अब उहाँहरू पनि अब 29-30 को एजको हरूले पनि अब सोधिरहनु भएको इन्भेस्ट गर्न खोजिरहनु भएको छ अनि मलाई कन्ट्याक्ट गर्दाखेरि चाहिँ अब अभियसली खुसी लागिहाल्छ नि होइन लाइक बिङ वुमन लाइक एकजनालाई गर्दाखेरि अनि मेरो चाहिँ प्रायः अहिले चाहिँ त्यो अस्तिको मेरो 5वटा घरको भिडियो भाइरल भएकोबाट चाहिँ प्रायः केटीहरूको नै इन्क्वायरी कि अब दिदीहरूको यसरी नानी मलाई यस्तो चाहिएको छ यो गर्न गए युके क्यानाडाबाट चाहिँ आइरहेको जस थ्याङ्क यू फर यर लभ अझै हामीलाई माया गर्नुहोस् होइन त्यही हो हाम्रो चाहिँ अब तपाईँहरूलाई गाइड गर्ने काम हो त्यही नै हो संस्थाको पनि सपोर्ट हुन्छ होइन उनीहरूलाई ट्रेनिङ गर्ने उनीहरूलाई अब सबै कुरा नलेजहरू रिक्वायर्ड नलेजहरू दिने हाउ यु फिल अबाउट संस्थाले के भन्न चाहनुहुन्छ मलाई के भन्न चाहनुहुन्छ
एकदमै अब यस्तो हो मेरो त अब आफूले पनि अलिकति हल्का फर्स्ट पसना सुनिदियो नि त यस्तो हो मेरो त अब मैले त सोचेको पनि थिएन म यो फिल्ममा मैले त सोचेको पनि थिएन यो फिल्ममा आउँछु भनेर मैले भने होइन प्राय हाम्रो सबैजना दाइ दिदीहरू हाम्रो अहिले यहाँ काम गरिरहनु सबै एफएनभी ब्याकग्राउन्डबाट हुनुहुन्छ उहाँ चाहिँ अब ग्रेटफुल पनि ब्लेस्ड पनि मैले फर्स्ट जब रियल इस्टेटमा पाएँ अनि प्लस साहसतालाई पाएँ एउटा नेपाली फर्स्ट नेपाली उसमा पाएँ अनि एकदमै ब्लेस फिल हुन्छ किनकि फर्स्टमै नै यो फिल्ममा आएर काम गर्नु किनकि मैले एफएनबीमा गर्न परेन नि त अनि त्यही भएर ग्रेटफुल ब्लेस्ड लाग्छ अनि प्लस साहसतालाई चाहिँ एकदमै इट्स नट ब्याड आई मीन इट्स हस्पिटल पनि इट्स डुइङ रियली गुड हैन तर किन भनेर प्राय त अब आउने बित्तिकै नेपालीहरूको त्यही नै हुन्छ नि त हाम्रो उसमा नै एफएनबी कस्तो कुराहरू हुन्छ मान्छेसँग कुरा गर्ने तरिका के हो हैन हाउ यु स्पिक विथ द पिपल अनि यु गेट टु नो पिपल अराउन्ड द वर्ल्ड दुबईमा त्यही हो कनेक्सन हुन्छ मान्छेसँग कुरा गर्नुपर्छ अनि लाइक सो लाइक एउटा दिन्छ क्या कन्फिडेन्ट दिन्छ एफएनबीले पनि रिटेलमा काम गर्ने पनि त्यो मेरो चाहिँ सुरुमा रियल इस्टेट भयो प्लस नेपाली ब्रोकरेज फर्मै भयो अनि साहसतासँग भयो जस साहसताले चाहिँ मलाई एकदमै मोटिभेट नै गर्नुभएको छ हरेक उसमा साथ दिनुभएको छ होइन आफूलाई चाहिएको कुराहरूदेखि लिएर टिमहरूदेखि लिएर सबै त्यो अब कस्तो भन्ने अब म जहाँ छु जे हो साहसताले गर्दा छु फ्यामिली नै भनौँ अब केही भयो केही होला भन्ने त्यो उसै हुन्न होइन अब अभियसली अब टाइम लाग्छ राम्रो उस गर्नलाई राम्रो हुनलाई तर हजुरहरूले नि साथ दिनुहुन्छ नि त टाइम लाग्छ उनीहरू सम्झाउनुहुन्छ इन्करेज गर्नुहुन्छ त्यस्तो उस गर्नु त्यही हो हरेक दिन चाहिँ अब गर भन्नुभन्दा पनि हुन्छ नात्यो बिस्तारै गर होइन यसरी नै गर्ने भनेर सम्झाउनुहुन्छ त्यही नै ठुलो कुरा हो होइन मैले भनिरहेको हुन्छु मेरो भिडियोमा पनि साहसतामा चाहिँ हामीलाई एकदमै सपोर्ट छ त्यही भएर नै आज हामी यसो राम्रो भइरहेको छौँ होइन मोर टु गो ओके आसमा थ्याङ्क यू सो मच है अब के भने हाम्रो त अब तिम्रो त भिडियो आइरहेको हुन्छ होइन सो द्याट्स आई थिङ्क आजको लागि यति गरौँ हाम्रो फेरि भाइको क्यामेरा तातिसक्यो होइन त्यही हो मलाई त एउटा कस्तो मन पर्यो कि तिमी अफिस छ कि छैन भनेर सोध्ने अनि अफिस तिमी आफै ढिलो आउने त्यही हो सो त्यस्तो बोरिङ पनि नभयो होइन लाइक नबनाऊ भनेर लाइक जस्ट त्यही हो हाम्रो त्यो भिडियो हेरेर लाइक होइन त्यो इफ देयर इज एनिथिङ वी निड टु इम्प्रुभ भन्नु होला इट्स लाइक वी आर अल र होइन हामी त्यस्तो प्रोफेसनल त होइन पोडकास्ट गर्नलाई होइन कति कुराहरू अब बोल्न आइरहेको हुँदैन कति इङ्ग्लिसहरू पनि चिप्लेर होला त्यहाँ होइन ग्रामरहरूमा नजानु होला आकृतिसँग सिक्नुपर्ने इङ्ग्लिस त अलिअलि यार आकृति उसको कस्तो मजाको टोन छ नि होइन सो त्यही हो सो त्यही कमेन्ट गर्नु होला अनि इफ यु गाइज वान्ट टु लर्न मोर अबाउट दुबई रियल इस्टेट मार्केट हाम्रो पेजहरू फलो गर्नु होला अनि कमेन्ट पनि गर्न सक्नुहुन्छ इफ यु वान्ट अस टु इम्प्रुभ होइन त्यही हो एन्ड वी आर लर्निङ हामी पनि लर्न गरिरहेको छौँ होइन एभ्री अन्टिल द लास्ट ब्रेथ वी लर्न होइन सो त्यस्तो केही मिस्टेकहरू जो पनि भइरहेको छ इफ देयर इज सम मिस्टेक्स इन हाम्रो पोडकास्टमा त्यस्तो मिस्टेक केही भयो भने माफ गरिदिनु होला एकचोटिको लागि हामी दिस सेकेन्ड टाइम फेरि मिस्टेक गर्छौँ फेरि माफ गरिदिनु होला सो थ्याङ्क यू आसमा थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच फर बोलाइदिनु भएको मतलब थ्याङ्क यू होइन अनि हाम्रो भ्युवर हाम्रो इन्भेस्टर अनि जो पनि हेरिरहनु भएको छ अरू कसलाई 0 भ्यू 15-20 भ्यू गए पनि होइन इफ वी वर वाचिङ अस लाइक मेबी वी विल गो आफ्टर 10 years सो who are watching us, thank you for watching and हाम्रो यो फर्स्ट भिडियो हुन्छ शास्त्र रियल इस्टेटको प्लिज hit that like, share and subscribe button. Okay, thank you so much. Thank you so much. Thank you Asma again.